Hello guys, welcome back to the another vlog. हजुर पनि सन्चै हुन्छ होला, म पनि एकदमै सन्चै छु है। बिहानको झन्डै 6 बजिसकिसकेको छ। आज टेका लगाएर र म चाहिँ घरबाट निस्किसकेको छु यहाँबाट। मलाई चाहिँ मतलब भनौँ न दाइ आज लिस्बन जाने यस्तो कुरा गर्नु, त्यही भएर टेका लगाएर दाइलाई चाहिँ म लामीकोसम्म छोड्न गइरहेको छु हैन। हामी चाहिँ दाइ म मजाले हामीसँगै काम गरिरहेको पनि थियौँ। अब दाइ चाहिँ हामीलाई छोडेर जानुहुने रहेछ। के गर्नु, कहिले कहाँ पुगिन्छ कहिले कहाँ पुगिन्छ। यस्तो भन्दा पनि साउको गाडी छ क्या। यो चाहिँ रेसिङ कार पनि थियो यो एरियामा भन्दा नि यहाँ चाहिँ अस्ति रेसिङ कार पनि राखेको थियो। अनि त्यस पछाडि अरू पनि कारहरू थियो क्या, ठुक्कै मतलब थुप्रै भनौँ न पुरानो कारहरू पनि थिए यहाँनिर। यहाँ रहेछ एउटा, यो पुरानो कार हो BMW को, तर डेन्जर छ यो पनि है। कलर अहिले उडे पनि डेन्जर छ, यो पुरानो सानो हो। यहाँ चाहिँ रियलवाला चाहिँ मोन्टाहावाला बबाल छ यो पनि है। अगाडि छ यसको डेन्जर टुटीवाला। र यहाँले हेर्न सक्नुहुन्छ सबै यो चाहिँ खेती नै खेती छ। पुरै चिसोले गर्दा हुस्से लागिसकेको अवस्था छ। पुरै हेर्न सक्नुहुन्छ सिसा यता यस्तै छ है, बबाल छ है, यस्तै छ। अब दाइलाई कस्तो लागिरहेको छ भनिदिनु। मलाई बिहान उठेर जान ठिकै लागिरहेको छ। कल्की मजाले हानियो है, हामी दाजुभाइ मिलेर म चाहिँ अब धेरै महिना नभेटे पनि केही समयदेखि नै हामी चाहिँ सँगै बसेको थियौँ, स्पेनदेखि लिएर पोर्चुगलदेखि लिएर। यस्तै छ हाम्रो चाहिँ जिन्दगी है। हेर्न सक्नुहुन्छ अगाडिको नजारा भ्यू भनौँ। हाम्रो चाहिँ यो कल्टी हान्ने गाडी है। फेरि यो अन्यथा नसोच्नु होला, हेर्नु हाम्रो भिआइपी गाडी छ भनेर नसोच्नु होला है। भिआइपी गाडी चाहिँ नेपाल गए सिकिनौँला भन्ने आश चाहिँ छ। अहिले चाहिँ हामी साउको त जति पनि हुन्छ, किनकि उता अब ठुलो बिजनेसम्यान भइहाल्यो। हामी चाहिँ अलिक सानै पऱ्यौँ, तर केही समय हामीले पनि वेटिङ गऱ्यौँ भने राम्रो तरिकाको गाडी किन्न सक्छौँ, इन्जोय गर्न सक्छौँ है। त्यस्तै छ। अहिले चाहिँ हाम्रो अलिकति लाइफमा कल्टी हान्नुपर्ने छ, धेरै कल्टी हान्नुपर्ने छ। 2-4 वर्ष राम्रै कल्टी हान्नुपर्ने छ। ठ्याक्क लगाएर यहाँनिर हेर्न सक्नुहुन्छ। र यो मर्निङको टाइम भएको कारणले गर्दा एकदमै रोड चाहिँ पुरै खुल्ला छ है। नभए अरू बेला चाहिँ अलिक गाडी हुन्थे, र मर्निङको टाइममा हिँड्दा चाहिँ एकदम सजिलो हुन्छ, किनकि खासै गाडी हुन्न। अब एक दुईवटा फाटाफुट्टा त आइहाल्छ नि त्यसो पनि, तर मर्निङको टाइम चाहिँ गुड हो। अब दाइको चाहिँ त्यही भनौँ हालसालै 7 बजेको ट्याक्क लगाएर उहाँ चाहिँ पुगिसकेर गाडी चाहिँ चढाउनै पर्ने हुन्छ। मैले आज दोस्रो पनि नि आऊ, र म पनि त्यस्तो बिहानै त उठिनँ, त्यही दाइलाई हिँड्ने बेलामा त्यो 10 मिनट अगाडि उठेर अलिकति फ्रेस भएर यसो हिँड्या मान्छेको म पनि हेर्दै जाउँ। त्यस पछाडि अब के यस्तै छ, हेर्दै जानु होला। ब्लगलाई यसो लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हेर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ नेपाल र मतलब विदेशको कति पर्सेन्ट चाहिँ कतिसम्म डिफ्रेन्स छ भनेर हेर्नु। घरको छेउमै यस्तो तरिकाले ट्याक्क लगाएर यस्तो ठाउँमा पनि गाडी कुद्छ क्या। मतलब हेर्न सक्नुहुन्छ भित्र गाउँ गल्लीको बाटो हो यो चाहिँ क्या। सक्नुहुन्छ है, बबाल छ, यस्तै छ भनौँ। पुरै छ क्या, गिटी नै गिटी यस्तो टाइपको देख्नुहोस्, हेर्न सक्नुहुन्छ। ढुङ्गा बिछाएर बनाएको र पुरानो घरहरू पनि छ क्या यो एरियामा चाहिँ। घर छ, मान्छे छन्, तर बबाल कारहरू पनि छ यतातिर के सबै यहाँनिर। पुरै झरिसकेको कारणले गर्दा अब चाहिँ हामी लाइभको लगभग आइपुग्न आँटिसकेका छौँ।
हामी चाहिँ तिनजना यस्तो मजाले तातो भइरहेछ भित्र चाहिँ बाहिर चाहिँ पुरै चिसो छ पुरै भन्दा पनि नभनौँ अलिअलि चिसो छ बाहिर चाहिँ राम्रै चिसो छ अहिले चाहिँ चिसो बढ्न अब सुरु भइसकेको छ मर्निङ र रातिको टाइममा चाहिँ यस्तै छ यहाँनिर ल अब चाहिँ हामी मेन रोडमा निस्किसक्यौँ गाउँबाट है यस्तो गाउँहरूमा पनि कस्तो डेभलप छ क्या पुरै हेर्न सक्नुहुन्छ रोड भएन हेर्नु त ट्याक्क लेनहरू काहीँ केही बिग्रिएको छैन नि कस्तो दामी छ यसरी विकास हुनु पऱ्यो क्या सबै नेतादेखि सरकारले हेर्नु पर्यो क्या बालेन सरकारले हेर्नु पऱ्यो उसले पनि सबैतिर त हेर्न सक्दैन तर ठाउँ ठाउँको मेयरदेखि लिएर उपमेयरदेखि लिएर सबैले हाकिमदेखि हाकिमसम्म सबैले देशको लागि माया गर्छु र त्यसरी भनेर चाहिँ टक्क लगाएर काम पनि गर्नु पऱ्यो माया मात्रै गर्छु भनेर होइन काम चाहिँ मेन देखाउन सक्यो भने उसलाई जहिले पनि सबैले राम्रो गर्छ त्यही हो मैले पनि एउटा न्युजमा हेरेको थिएँ आफ्नै गाउँठाउँमा पनि एउटा के भन्छ कलाकार एउटा दाई हुँदो रहेछ त्यही दाइले पनि मैले धेरै पनि भएको छैन जस्ट 5 दिन उसले पोस्ट गरेको 5 दिनभित्रमा उसले भनौँ न एकैछिनमा विकास भयो हुन त सक्ने रहेछ नि त गर्न सक्ने भयो किन नसक्ने रहेछ उसले सोसियल मिडियामा ट्र्याक्टर लगाएर अपलोड गरिदिइसकेपछि उसको 5 दिनभित्रमा हेर्ने बित्तिकै उसले फोन गरेर म आफैहरूसँग बोल्छु भनेर अथवा कुरा गर्छु भनेर जाँदाखेरि 5 दिनभित्रमा उहाँले भने कुरा ठ्याक्कै भयो क्या त्यही रहेछ पावर पनि हुँदो रहेछ किनकि उहाँलाई चाहिँ पहिलेदेखि काठमाडौँ बसेर कलाकारितामा एकदमै राम्रो हुँदो रहेछ मैले खासै चिनेको थिइनँ त्यसरी नै सोसियल मिडियाबाट भेटेँ हो तपाईँलाई त्यस्तै छ तर विकास भन्ने कुरा चाहिँ एकदमै गर्नुपर्ने रहेछ इभन नेपाल आफ्नो देशको लागि त झन् जसरी भए पनि गोजीको पैसा हालेर गर्नु भएन आफ्नो सरकारको पैसा हालेर गर्नु पऱ्यो है यहाँ हेर्न सक्नुहुन्छ यस्तो गल्लीको बाटोमा पनि अब पुरै ढुङ्गा बिछ्याएर गरेको छ हेर्नु किनकि चिप्लिन्छ झन् अझ रोडभन्दा झन् राम्रो यो त छ ग्यारेङ ग्यारेङ गऱ्यो भने रोडभन्दा राम्रो धेरै टिका हुन्छ यस्तो छ विदेशको सिस्टम अब नेपालको त धेरै फरक छ सबै कुरामा अगाडि बढ्न सक्दैन तर बिस्तारै बिस्तारै डेभलप हुँदैछ भनौँ यस्तै छ फाइनली आइसकिसकेको छौँ है अब यो चाहिँ हाम्रो पार्किङको लागि राखिरहेछ किनकि हिँड्नु हुँदैन एकदम तरिकाले नियम थियो भने यहाँ फाइन परिहाल्छ है सिधै किन्नुभएको छ दाइ दारी काटेको नि त म त झुसै देखिरहेको छु यस्तै छ है ओके अब यहाँ चाहिँ टक्क दाइलाई निकाल्नु पर्ने छ है किनकि गाडी अब आउँछ एकछिन पर्खिने छ होला नि अब त्यही त हो र मेरो चाहिँ पुरानो जुत्ता लगाएर मैले चाहिँ हिँडिरहेको छु है पल्टी भन्दै काम हो यहाँ चाहिँ हाम्रो दाइको सुटकेस लजाउँ दाइ आउनु लामीको चाहिँ यस्तै छ लामीको बस स्टपहरू भन्दा पनि बबाल तरिकाले नजारा मर्निङको एकदम गुड तरिकाहरू छ अरूभन्दा नि यो भयो बस स्टप टर्मिनल है यहाँनिर बस्ने ठाउँ पनि छ पुरै पार्किङदेखि लिएर यहाँनिर हेर्न सक्नुहुन्छ बबाल तरिकाको छ र त्यही भनौँ म पनि उत्रिने यो कति 2-3 चोटि उत्रिसकेको छ आउनु यहाँनिर चाहिँ म बबाल तरिकाको छ ठाउँ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ ब्युटिफुल भ्यू विथ अब भनौँ न बसहरू पनि यहाँ लागिसकेको छ तर यो चाहिँ अहिलेको चाहिँ होइन है यो बस चाहिँ फेरि अहिलेको बस होइन अब यहाँ अलिक जाडो छेक्नको लागि चाहिँ हामी एकछिन यहाँ बस्छौँ यो एरियामा घामले यहाँ हेर्न सक्नुहुन्छ बबाल तरिका लागिसकिसकेको छ यिनै राख्नुलाई सुटकेस यस्तै छ यही एरिया हो ट्याक्क लाएर यही एरियामा बस पनि आउँछ हेर्न सक्नुहुन्छ है पुरै मर्निङको भ्यू चाहिँ डेन्जर लागेको छ ओफो कस्तो दामी आएको छ दाइ आउनु त यहाँ है घाम दामी आएको छ फेस पनि क्लियर आएको छ है लास्टै ह्यान्डसम हो क्या दाइ त भन्नै मिल्दैन कि ट्याक्क लगाएर यहाँको क्वालिटी हान्दाखेरि चाहिँ कस्तो अनुभव भयो हजुरलाई यहाँ आएर चाहिँ फर्स्ट टाइम हजुरले गर्नुभएको होइन यहाँ सुरुमै मलाई त अङ्गुरतिर हाल्यो हजुर अङ्गुरको काम चाहिँ त्यति गाह्रो त होइन तर शरीरको अवस्था चाहिँ अलि नाजुक भएर चाहिँ गाह्रो भयो होइन ढाड दुख्ने भएर नभए त काम त मान्छेले जति काम गर्यो होइन मान्छे साउहरूले पनि राम्रो त्यति मान्छ
पहिला काम पनि हेर्छ, मान्छे पनि चिन्छ, उनीहरूले त्यही अनुसार व्यवहार गर्छ। कामै नगर्नेले त हुर्राइदिन्छ फेरि, कामबाटै उरियाइदिन्छ, कामबाटै हुर्राइदिन्छ, घरबाट नि उरियाइदिन्छ है, ठाउँको ठाउँ निकालिदिन्छ। त्यो अल्जेरियनलाई निकाले जस्तो कपाल पनि काट्यो हिजो होइन टक्का लाएर। मैले पनि हल्का मिलाएको जस्तो मात्र गरेको छ, मैले मिलाएको मैले जस्तो त्यति हानेको। अब ट्याक्क लिसनतिर गयो भने होटेलमा काम गर्नु पऱ्यो भने त खुलित्तै हुन्छ यो कपाल। दारीसँग काटेर होटलमा त एकदम क्लिन यस्तै हो, क्लिन गरेर काम गर्नुपर्छ। चिटिक्क परेर ह्यान्डसम कतिजना लड्की फसाउने हो कि है, लड्की फसाउने भन्ने हुँदैन। लड्की हामी भनेको एक नारी ब्रह्मचारी। सुन्नु पनि यस्तै भएर मान्छे बस्नुपर्छ, एक नारी ब्रह्मचारी। म फेरि कलियुगको कृष्ण कंस होइन, रावण पनि। नाम पनि साँच्चै कृष्ण पो त मिलेछ त है। फेरि कृष्णको त 1600 गोपिनी भन्नु होला होइन, मेरो त्यो एउटा मात्रै हो फेरि। ल ठिक छ है त। त्यो बस पनि आइसकिसकेको छ, रेडी भइसकिसकेको छ। म चाहिँ अब दाइलाई ट्याक्क लगाएर पुरानो आइसकिसकेको छु। अब यहाँले फेरि चेक गर्छ, केही समय लाग्छ है। यहाँबाट ट्याक्क लगाएर यस्तो छ। यहाँ चाहिँ दाइ हुनुहुन्छ, दाइ देखाउनु ल टिकट, त्यही उवाला हो। यस्तै छ ल दाइ, राम्रोसँगले है। दाजुभाइको भेट फेरि कहिले हुन्छ है, यस्तै छ। म पनि आउँछु लिस्बनतिरै अलिक पछि, अहिले चाहिँ होइन। ल राम्रोसँग ल एकदमसँगले दाइ ल। स्पेनको कार्ड त आउनै पर्ने हुन्छ है, अहिले चाहिँ अलिक छैन। ल हुन्छ, ल भेट्दै गरौँ, ल कुरा गर्दै गरौँ ल। ल दाइ राम्रोसँग र म चाहिँ यहाँबाट टक्क लागिसकेको छु है। अब यस्तै छ, के गर्नु, दाजुभाइको भेट यस्तै हुन्छ। तर अब मेरो ट्याक्सी चाहिँ कहाँ छ भन्ने कुरो हिजो मेरो साथी कहाँ छ, म चाहिँ अब यहाँबाट हिँडिसकिसकेको छु है। यस्तै छ, के गर्नु, लाइफमा अनएक्सपेक्टेड कहिले कहाँ पुग्नुपर्ने हुन्छ, कहिले कहाँ पुग्नुपर्ने हुन्छ। हाम्रो साथी चाहिँ कहाँनिर छ भन्ने कुरो यहाँ रहेछ अगाडि। यस्तै छ कहाँ। अब यो भनेको लाइनको बस स्टप भयो। यो एरियामा चाहिँ म लगभग झन्डै 2-3 चोटि आइसकिसकेको छु, किनकि मैले धेरै ठाउँमा यहाँनिर काम पनि गरिसकेको छु है। यस्तै छ, हाम्रो साथी चाहिँ सुतेको छ कि के गर्दैछ, ट्याक्क लगाएर यता चाहिँ सुटकेस। यो विदेशकोमा चाहिँ यस्तो भित्र हुन्छ सुटकेस हाल्ने है, नेपालको चाहिँ भित्र कहाँ राखेको हुन्छ। हामी चाहिँ आइसकिसकेको छु ट्याक्क लगाएर गाडीमा। र म चाहिँ अब ट्याक्क लगाएर यहाँ चाहिँ घर फर्किँदैछु आजको लागि। किन किनकि आज राम्रो भइरहेछ, राम्रो तरिकाले हामी ट्याक्क लगाएर जाँदा पुरानो भयो। यस्तै छ, बाई चाउ।